पनि संसद र सरकारको भूमिका निकै अलग हुनुपर्छ र त्यो शक्तिका हिसाबले शक्ति पृथकीकरणका सिद्धान्त अनुसार चल्नुपर्छ। सिद्धान्त अनुसार चल्नुपर्छ, एकले अर्कालाई चेक एन्ड ब्यालेन्स गर्नुपर्छ भन्ने कुरामा स्पष्ट धारणा राख्ने व्यक्ति हुँ। संसदमा हुँदै गर्दाखेरि पनि सरकारले संसदलाई त्यहाँ कठपुतली जसरी प्रयोग गर्नु होइन कि संसदले चाहिँ सरकारलाई जवाफदेही बनाउनुपर्छ भन्ने कुरामा म हिजोको दिनमा पनि वकालत गर्ने व्यक्ति हो। त्यसकारणले अबका दिनहरूमा पनि म के स्पष्ट छु भने हाम्रो सरकार हो, तर जनताले दिएको म्यान्डेट चाहिँ सुशासन, भ्रष्टाचार नियन्त्रण र समृद्धिको लागि हो। त्यसको लागि संसदले काम गर्नुपर्छ। संसदले काम गर्दै गर्दाखेरि सरकारलाई कतिपय कुराहरूमा कानुन निर्माणमा सहजीकरण गर्नुपर्ने होला, कति कुरा प्रश्न गरेर गर्नुपर्ने होला। यी सबै कुराहरूमा सहजीकरण गरेर संसद र सरकारको भूमिका अलग अलग बनाउनुपर्छ र चेक एन्ड ब्यालेन्सको दृष्टिले चाहिँ त्यो चेक एन्ड ब्यालेन्समै रहने गरेर काम हुनुपर्छ भन्ने कुरामा म स्पष्ट छु। म त्यो पुल मेन्टेन गर्नको लागि सक्षम छु, त्यसको लागि तयार छु जस्तो लाग्छ।